फेरि आयो बुढोलाई किस गर्दै ल यार दाजुभाइ जस्तो बुढो हेर्न सँग फोटो खिचेको थिएँ एउटा यो हस्सीसँग कस्तो देखेर त मेरो फोटो दाजुभाइ जस्तो देखेर हेलो एभ्रिवान नमस्ते आइएम सुसन तामाङ आज फेरि होइन नयाँ भिडियोको साथ आइएको छ आज चाहिँ एकदम राम्रो ठाउँमा गइँदैछ आज चाहिँ समुद्रतिरै हो गर्मीको याम छ होइन समुद्रतिर गइँदैछ त्यस रमाइलो हुन्छ आज पनि हेरिदिनु होला त्यो ड्राइभमा चाहिँ हाम्रो गुरुङ दाइ हुन्छ देखाउने हो त्यो ड्राइभमा चाहिँ गुरुङ दाइ हुनुहुन्छ ड्राइभ गरेर आउनुभएको छ हाम्रो राजब्रो के छ राजब्रो एकदम ठिक छ हामी ठिक छौँ नि होइन हाम्रो यात्रा जारी नै छ होइन धेरैचोटि गऱ्यो हाम्रो यात्रा आज चाहिँ अब यसो घुमघाम गरिन रमाइलो हुन्छ है त यता चाहिँ अब कोरियाको पाहाड है एकदमै दामी छ यार यो पाहाडै पाहाड उतापट्टि गएपछि समुद्र छ होइन यो पाहाडै पाहाडको बाटो चाहिँ एकदम दामी छ यार कहिलेकाहीँ यसरी बाहिर निस्केर हिँड्दाखेरि आनन्द पनि मजा आउँछ यार एकदमै रमाइलो गएको छैन नि बबाल छ नि त्यहाँ गएर अनि तल गाडी जान्छ लास्टै उकालो गर्छ चाहिँ तर गाडी त अरू गाडीहरू नि पाहाडको बाटो गाडीमा त आधी घन्टा 25 मिनट जति पनि लाग्दैन अझ नाइटमा चाहिँ राम्रो होला हौ राज है त्यो लाइट यताउता होला नि त पुरै होइन त्यो नाइटमा त खास त्यहाँ मान्छेहरू चाहिँ अब गर्मीहरूमा चाहिँ त्यहीँ आएर त्यो कपालहरू के गाडी लिएर आउने त्यहाँदेखि त्यहीँ पार गरेर त्यहीँ बस्दो रहेछ कि टेन्ट सेन्ट लिएर आएर ए टेन्ट आएर त्यहीँ बस्ने गर्ने गर्छ मजै होला बिहान र साँझमा फेरि एकदम राम्रो कि त्यो भ्यूहरू के भ्यू हेर्नलाई है त्यो फुल्ने बेलामा त यस्तो खतरा थियो कि जतिर आउने रातभरि त्यो बालुवामा बसेर मेक्चु खानेहरू त्यो सबै त्यो मेक्चु पानीभित्र डुबाउने होइन तातो हुन्छ नि त नै प्लास्टिकमा पारेर त्यो स्यान्डभित्र नपुर्ने पानीभित्र रातभरि बाहिर बसेर बिहान मजै हुन्छ नि हौ त्यसरी आनन्द है गर्मी हुन्छ म पनि त्यस्तै मनपर्छ मस्त खाने भनेको त्यही गीत गाउँथ्यो त्यो दाइले फेरि गीत त्यो एउटा माइक र ब्लुटुथ लिएर जाने रातभरि गीत गाउँथ्यो यार माइक पनि लगेरै जान्थ्यो त्यहाँ भन्दा खिचाइहरू रमाइलो मन्त्री दाइ र त्यो त्यही गीत भन्छ समुद्र पनि आइपुग्यो होइन उतै जाउँ अझै रात हेर ल कतापट्टि भ्यू राम्रो छ त्यतापट्टि बस्नु अनि ल फाइनल्ली समुद्र पनि आइपुग्यो आजको लागि के छ राज ब्रो ठिक छ यो है समुद्र एकचोटि अब यहाँनिर खाँदै बस्ने भनेको होइन यस्तो दामी छ ठाउँ चाहिँ यार त्यो गुरुङ दाइ कताको बुढोहरूले न दाइ मेघजु पसल चाहियो होला नि त मेक्चु पसलतिर जाम लगेर खाँदै बस्ने हो कता पो छौ यार भित्र थियो कि त्यो साइडबाट जाम न होइन यताबाट हेर्दै जाम यता पारि चाहिँ पुरै समुद्र के हरियो समुद्र देखेको यार दुईजना के दामी देखेको यार यहाँमा चाहिँ होइन यस्तो मजा छ यहीँ बसे नि हुन्छ हौ सधैँ यतै बस्ने त टोइलेट अगाडि त्यहाँ पनि ठिकै छ घामले त पुरै कालो नजान्छ
मान्छेले रमाउँछन् समुद्रमा के गर्ने यस्तो चाहिँ गर्मी गर्मी छ मौसम तर आनन्द चिसो जाने मजा होइन दुईजना खोल्यो यहाँ रहेछ नि त रमाइलो ठाउँ छ नि अहिले मिलाउने क्या ट्याक्टर दौरा चाहिँ एउटा तिम्रो भिडियो गर्छ कस्तो यसरी मिलाउने यसले मिलाउने हुनुहुन्छ कता हो लालाई लाला बगाएर लालाई जुत्ता भित्लै गुरुङबाट होला आयो फेरि आयो ए फेरि आयो यत्तिकै भिजाउने रहेछ पानीले त यार पुरै समुद्र होइन कस्तो मजा छ समुद्रमा यार के गर्न दाइ कस्तो भइरहेछ एकदम जाडो भइरहेछ जाडो हो तपाईँलाई रमाइलो पनि भइरहेछ त जुत्ता सुत्ता भित्ला होसियार गर्नु फेरि कुकुरको हेर यहाँनिर चाहिँ एउटा हस्की रहेछ रातो टोक्छ है कस्तो राम्रो म दाइ तपाईँ जान्छ ल यार मोबाइलबाट फोटो नै हान्दिनँ त फोटो हान्दिनँ नि दाइ यहाँ हस्की रहेछ कस्तो राम्रो यार मलाई पनि यहाँ चाहिँ फोटो खिच्नु मन लागिरहेको छ ओ माई गड यार हस्की आई लभ यु कस्तो दामी यार मलाई पो हेरेँ त यार तपाईँ जानु बस न त हस्की यता बुढोलाई किस गरिदिएला यार माया गर्नु के माया गरेर यस्तो गर्नु कस्तो राम्रो यार ज्ञानी रहेछ हौ हात्दै को नेपाली भाषा बुझ्दैन हौ एउटा फोटो खिच्छ है यसको हुन्छ माग्छु के हुन्छ लगाइदिनु मलाई कस्तो राम्रो यार हस्की यार यहाँ त समुद्रमै हस्की पनि भेट्थ्यो क्या टक्कै यहाँ हस्की ल्याएर आएको छ कस्तो दामी यार किन होइन ल दामी फोटो होइन यहाँ उयो गर्ने क्या राज भिडियो पो गरेर मैले है ल फोटो एकछिन बस है बस यहाँ हस्की लिएर हिँड्ने भयो हामी चाहिँ दामी यार ल यार बस त ल उभ राज तिमी उभ न ल हेर न ल दामी छ है ल राज भयो ल आउ त पालो गरौँ त यार ल बस न तिमी पनि बस ल भयो भिडियो नि गरिदेऊ हस्की भेटाइयो ल भयो गुरुङबाट बस हौ फोटो नि खिच्यो म त खिच्न पाइनँ हौ यार दिएन यार त्यहाँ बसिरहेको थियो के गर्नु एकचोटि दिएर हुन्थ्यो के गर्नु पाइएन ठिकै छ मजा अब रमाइलो भयो
म चाहिँ समुद्रमा डुब्न जाँदिनँ है यार मेरो जुत्ता लगाइरहेको छ म डुब्न जाँदिनँ चप्पल नलाए चप्पल नला भन्दैछु जुत्ता भिज्छ भनेर बुढो यार माएको धेरै उता नजाऊ है यार मलाई त त्यस्तो डुब्न मन लागेन जुत्ता लगाएर छ जुत्ताले गर्दा जुत्ता भिज्छ भनेर अलिकति डर लाग्यो क्या डुब्नलाई म त डुबिनँ त्यस मजा भइरहेछ त्यस यो बुढोले के गरेको होला यार माछा मार्नु खोजिरहेछ कति पऱ्यो माछा क्या यहाँ हेर्छु मैले यार माछा हेर्नु यहाँ कति परेछ क्या माछा 0 एउटा पारेछ यार अनि यस्तो छेउमा बसेर नि माछा पर्छ त अनि नकली हो र माछा यस्तो छेउमा बसेर पर्छ त बुढो पर्दैन नि समुद्रमा हिँड्नु त जुत्ता काटेर लौ त जुत्ता नकाडी हिँड्छु म त्यतिकै ल भिडियोको लागि क्लिक गर्नु परेन होइन पर्दैन नि मजा आइरहेछ यार अलि आउनुपर्छ क्या ल जुम आउनुपर्छ क्या भनेर खासै म त समुद्रमा गएन नि त साथ दिनु होला है सब्सक्राइब पनि बिचमा पनि हालिदिनु होला आउने दिनहरूमा अझै राम्रो भिडियो चाहिँ आउने चाहिँ पक्कै पनि नभुल्नु होला सब्सक्राइब गर्नु लागि चाहिँ आऊ न त उता यार अँध्यारो भयो यसैबाट फोटो पनि निकाल्नु यहाँ आउनु यहाँ अगाडि आउनु नआस न दामी छ होइन नि ठिक छ हन्ड्रेड राख नि हो र भन्दा अनि हेर न तिम्रो ड्राफ्टमा त राख्यो नि हो खै मैले सेभ गरिदिएको भिडियो पनि बनायो त्यो हेर न यो हो दामी छ नि कत्रा खाने यसबाट यो हो क्या आउनुपर्ने दाजुभाइ जस्तो देखिएको बुढो हेर्न भरे पोस्ट गर्छ म कमेन्ट गर्छु मैले चाहिँ कुकुरसँग फोटो कस्तो खिचेको बाउ छोरा भन्नु कुकुरसँग फोटो खिचेको थिएँ एउटा यो हस्सीसँग कस्तो देखेर त मेरो फोटो दाजुभाइ जस्तो दाजुभाइ जस्तो देखेर एउटै बाउको छोरा डर दियो यार हस्कीसँग हिँडेको म चाहिँ जहिले पुरै दाजुभाइ जस्तै देखेर क्या मलाई टक्क पऱ्यो म टिकटकमा हेर नि दाइले कमेन्ट गरिदिन्छ हस्कीसँग हिँडेको फोटो वाह दाजुभाइको जोडी वाह बसेको क्या त्यो हेर न उभिएको क्या सँगसँगै आजको दिन बन्यो ल हस्कीले गर्दा बन्यो यार म मेरो फोटो हेर्छु ड्रामा राख्छ बुढो खिच्छ भने मानेन हो अब कुकुर यता आउनुपर्छ त्यहाँ त दिन्न मरे दिन्न धेरैचोटि भयो भने गुरुङ दाईको त यहाँ छ नि त भिडियोमा अघि हिँडिसक्यो त गुरुङ दाई यार मलाई त्यो काटेर पठाउ ल हुन्छ काटेर एकचोटि ठाडोमा हिँड्नु पाए राम्रो हुन्थ्यो त त्यो तपाईँको फेरि यस्तो 1300मा आउँछ युट्युबमा हेर्ने खालको आउँछ क्या तपाईँले त्यो ठाडोमा हिँड्नु पाए चाहिँ राम्रो हुन्थ्यो क्या दिँदैन कि रिक्वेस्ट गरेर बस्नु नि त बुढो ठाडो हान्दिन्छ एउटा हो र हुन्छ हस्कीसँग पनि हिँड्यो है हस्कीसँग हिँडेको फोटो पनि आयो मलाई चाहिँ निकाल्ने रहर थियो कि हस्की देख्ने बित्तिकै मजा आयो त्यो दाजुभाइले चाहिँ म चाहिँ हस्की छैन दाजुभाइ जस्तो देख्यो भन्दैछ बुढो नै कस्तो देखेर चाहिँ हस्की चाहिँ बहुत ह्यान्डसम भएर है फेरि
यस्तो छ यो त समुद्रमा हुँदा पनि यो रमाइलो पनि भयो होइन मजा पनि भयो त्यो त एकदम दामी अस्ति पनि फोटोसुटो लियो हामी पनि पच्यो घर आएर फेरि चुलो मुला बुढो गएर फेरि गर्मी भयो यार कुकुरले गर्दाखेरि तिम्रो नि त्यो भिडियो राम्रो छ नि यसको यहाँनिर हेर न यार एउटा भिडियो हेर न छैन के उसमा के छ हो नि चाहियो त चिसो खाने रे अनि चिसो खानु लागि त जाँदै हुनुहुन्छ समुद्र चाहिँ यहाँबाट छोड्यो लगभग हामीले होइन अब जस्तो बस्यो हेऱ्यो रमाइलो पनि भयो होइन सिउनेर गइरहेछ यो चाहिँ सिउ हो होइन यो चाहिँ 24 घन्टा खुल्ने पसल हो भनौँ न है जस समुद्र आएर जस्तो रमाइलो भयो घाम लागिरहेछ गर्मी गइरहेछ मजा त जस्तो मजा आइरह्यो भनौँ न मजा आयो यो समुद्रमा यस्तै छ कोरियाको लाइफ है अब सबैजना अब बिदामा चाहिँ यसरी घुम्न आउने ओर्ने त हो नि सबैजना के गर्ने यस्तो समुद्र छ समुद्र हेर्ने ओर्ने रमाइलो मजा आउँदा चाहिँ मजा नै आउँछ यस्तै छ गाइज